नमस्ते, म दिनेश। यहाँहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। यस च्यानलमा हामी कफी सम्बन्धीका कुराहरूलाई सेयर गर्नेछौँ। मैले जानेका, सिकेका र मेरो अनुभवहरूलाई प्रस्तुत गर्दै लैजानेछु। र सर्वप्रथम आज कफीको इतिहास यहाँहरूलाई प्रस्तुत गर्नेछु र कसरी सुरु भयो र आजको मितिसम्म कफी कतिको लोकप्रिय छ र कफी एउटा केवल पेय पदार्थ मात्र नभएर यो इतिहास, संस्कृति र जीवनशैलीसँग जोडिएको छ र तर कफीको सुरुवात कसरी भयो र यो विश्वमा कसरी फैलियो र यो कफी उद्योग कहाँ पुगेको छ, यो कुरा बुझ्न म तपाईहरुलाई एउटा इथियोपियाको रोचक कथाबाट सुरुवात गर्नेछु। 9औं शताब्दीतिर काल्डी नामका एक गोठालोले इथियोपियाको जङ्गलमा बाख्राहरू नाचिरहेको, दौडिरहेको देख्दछन्। यो देखेर उनलाई अचम्म लाग्दछ र उनले ध्यान दिएर हेर्दछन् र देख्दछन् कि बाख्राहरूले रातो रङका फलहरू खाइरहेको, जसलाई चाहिँ कफी चेरी भनिन्छ, कफीको फल खाइरहेको देख्दछन् र यो जिज्ञासाले उनले पनि त्यो फल खान्छन् र उनले आफैलाई ऊर्जावान र सतर्क भएको महसुस गर्दछन् र उनले यो कुरा नजिकैका भिक्षुहरूलाई सुनाउँछन् र भिक्षुहरूले पनि यो फललाई पानीमा उमालेर पिउँदछन् र यो पिएपछि उनीहरूलाई लामो समयसम्म ध्यान गर्न मद्दत गर्दछ। यसरी कफीको सुरुवात भयो। यहाँहरूलाई मैले एउटा कफीको इतिहास कसरी सुरु भयो भनी पार्ट 1 मा राखेको छु। सुनेर सल्लाह सुझाव प्रतिक्रिया दिनुहोला। साथसाथै यो भिडियोलाई मन पर्यो भने लाइक एन्ड सेयर पनि गरिदिनु होला। यहाँहरूलाई धन्यवाद छ। हामी अर्को भिडियोमा पक्कै पनि भेट्नेछौँ। धन्यवाद। हेभ अ गुड डे।